अहिले भर्खरै प्राप्त जानकारी अनुसार शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, पूर्व प्रधान न्यायाधीश सुशीला कार्की र जेएनजीका प्रतिनिधि सँगसँगै प्रधान सेनापति अशोकराज सिग्देल उपस्थित भएर त्यहाँ एउटा सहमतिमा पुगेको जानकारी हामीले प्राप्त गरेका छौं र अहिले चाहिँ त्यहाँबाट प्रधान सेनापति अशोकराज सिग्देल शीतल निवासबाट बाहिरिएको खबर हामीले प्राप्त गरेका छौं र सो क्रममा प्रारम्भिक चरणमा चाहिँ पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा 3 सदस्य मन्त्रीमण्डल गठन गर्ने तयारी भएको खबर हामीले प्राप्त गरेका छौं, जसमा विद्युत प्राधिकरणका पूर्व महानिर्देशक कुलमान घिसिङ र साथसाथै जेएनजीबाट पनि एकजनाको प्रतिनिधित्व रहने खबर हामीले प्राप्त गरेका छौं। कुलमान भने उज्यालो नेपालका एक हिरोका रूपमा मानिन्छन्। कुलमान अहिले निष्कासित 4 महिना बाँकी रहँदा, उनको कार्यकालमा 4 महिना बाँकी रहँदा उनी कार्यकालबाट निष्कासित, आफ्नो पदबाट निष्कासित भएका थिए र उनै कुलमान घिसिङलाई चाहिँ यस 3 सदस्य मन्त्रीमण्डलमा राख्ने तयारी भइरहेको छ र सुशीला कार्की अहिले पनि शीतल निवास भित्र नै छिन् र अहिले त्यहाँको व्यवस्थाको कुरा गर्नु पर्दाखेरि त्यहाँ एकदमै धेरै कडाई गरिएको छ। सेनाहरूको उपस्थिति बाक्लो संख्यामा छ र त्यहाँ अझै पनि निषेधाज्ञा जारी रहेको हुनाले त्यहाँको सुरक्षा व्यवस्था एकदमै कडा रहेको जानकारी हामीले प्राप्त गरेका छौं। स्रोतका अनुसार अरु विषय टुंगिए पनि संसद विघटनको विषयमा भने सहमति जुटिसकेको अवस्था छैन र काठमाडौँका मेयर बालेन्द्र शाह र जेएनजीले संसद विघटनलाई बटम लाइन बनाएका छन्, तर राष्ट्रपति सहमत नभएपछि यसमै हलो अड्किएको स्रोतहरूको भनाइ छ। बिहीबार मध्यरातसम्म राष्ट्रपति रामचन्द्र पौडेल सहित भएको छलफलमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्नेमा सहमति जुटेको थियो, तर संविधानको कुन धारामा टेकेर प्रधानमन्त्री घोषणा गर्ने भन्ने अन्यल छ। संसद विघटन नगरी प्रधानमन्त्री बनाउँदा संवैधानिक नहुने र संसद विघटनका लागि पनि कानूनी आधार नदेखिएकाले अन्यल बढेको बताइएको छ। धोका नहुने र जेएनजीहरूको माग पूरा गर्ने राष्ट्रपति र प्रधान सेनापतिले आश्वस्त पारेपछि मात्रै सबै समूह सहमति नजिक पुगेको स्रोतले बताएको छ। जेएनजीको समूहबाट कानूनविदको रूपमा अधिवक्ता ओम प्रकाश अर्याललाई अघि सारिएको छ, जो बालेन शाहका कानूनी सल्लाहकार समेत रहेका छन् र संसद विघटनको कुरा टुंगिएपछि मात्रै भौतिक उपस्थिति बीच सबैसँग सहमति हुने बताइएको छ। दर्शकवृन्द, अहिले त्यहाँ शीतल निवास अगाडि बाक्लो संख्यामा सेनाहरूको उपस्थिति बाक्लो छ, किनभने त्यहाँ अहिले पनि निषेधाज्ञा जारी छ। त्यहाँ मात्रै नभएर देशका विभिन्न स्थानमा अहिले निषेधाज्ञा जारी छ। कतिपय ठाउँमा कर्फ्यू पनि लगाइएको स्थिति छ र सँगसँगै अहिले कुनै स्थानमा चाहिँ यातायात सहज भएको स्थिति सँगसँगै छ र हिजो अस्ति जस्तै आज पनि निषेधाज्ञा र कर्फ्यू भए पनि अहिले केही शान्त रहेको छ र पनि अहिले शीतल निवासमा